सुरे हो र रेडी हो कसम छिटो छिटो यसै गर न 1000 न्युटन 1000 मा पुग्न आइसके 1000 रुपैयाँ हान्दिउ न्युटनलाई न्युटन 1000 रुपैयाँ हान्दिउ त्यही भने यता पनि त्यही न्युटनले यहाँ मलाई यस्तो फिलिङ हान्दैछ नि कसम बिल्लै हुन्छ जस्तो लाग्दै छ क्या मलाई चाहिँ यार क्रेजी हुन्छ क्रेजी ल ढोकिनु भएन क्या यस्तो सेन्टी भएर अहिले देखिन ट्याक्टक टक भन्नु पर्यो क्या यहाँ जोसिनुलाई जोसी ओइ ओइ 2x छ केटा 2x छ मिनी लायन आयो उता त क्रेजी मिनी लायन दियो अनि सक्छ त यहाँ हेर त अनि लायन आउँछ भनेको हैन ग्यालेक्सी अलि लायन आउँछ भनेको हैन ओइ मनिगन सबै क्रेजी आयो आउँदैछ कमब्याक हुँदैछ है ओइ अर्को ग्यालेक्सी आयो कमब्याक हान्न आँटिसक्यो हामीलाई कता हो हान्नु पर्यो भेट्नु केटा हो ढिला गर्यो न्युटन ओपी हानम चाटमा सेकै हो क्या कमब्याक मनिगन छ त रनमतीकी छोरी कमब्याक डबल हानिसक्यो केटा हो डबल छ हो केटा हो बोनस मिसन आयो है 50 सेकेन्ड दिउ केटा हो नरोकी है केटा हो यार बिल्ला नगरम यार कसम 3x आयो त केटा हो अब वर्ल्ड कप त खेल्न नसकेला जस्तो छ 3x हानौ 3x हानौ डिमोटिभेट हो अहिले रोडमा कति हानौ डिमोटिभेट हानिसक्यो केटा हो यार सानो भएले सानोले बुस्टिङ हानम केटा हो बुस्टिङ हानम के हो बुस्टिङ भनेको हान्ने चाहिँ हान्दै गरौँ है बुस्टिङ हानम है केटा हो निस्किनु पर्दैन भने न्युटन ओपी हानौ है केटा हो न्युटनले यहाँ शिक्षा ओइ कमब्याक हानिसक्यो केटा हो हामी 650 थ्यांक यू भेरी मच सेकौ केटा हो 650 गिफ्ट सेकम केटा हो 650 त्यसपछि 3x हान्नुपर्छ केटा हो 3x कम अन थ्यांक यू फर द ह्यान्ड नो फेर को मुझे पावर यति हो थ्यांक यू फर द यति हो पावर मलिक दाइला पनि सेकौ न के अलिकति देखाउनु पर्यो क्या ब्रो नो फेर को पावर यति हो खोइ त हाम्रो मलिक दाइलाई चाहिँ 650 हान्नु पर्ने हुन्छ है 10 केटा कमब्याक हानिसक्यो त यार ल मे ओइ के हो यो पर्फ्युम सर ओइ आयो के हो आउनु चाहिँ आयो फुल सुल आयो है क्रेजी आउँदैछ कमब्याक आउँदैछ है नो फेर भनेको यो हो यो केटा कमब्याक हानि कम अन कहाँ गयो न्युटन 3x सुरु हुन थाल्यो 3x रोक केटा होल्ड हामी हार्दै छौं होल्ड आयो के आयो यहाँ ग्यालेक्सी आयो कि युनिभर्स आयो कि 3x सुरु भयो ओइ मिनी लाइन रनमाथि छोरी न्याउ गरे त गाडी सप्यो हो हामीलाई ओइ 3x केटा 3x खोइ न्युटन हाम्रो ओइ म चाहिँ के आयो ओइ रन्डी ओइ यहाँ के आयो तर अलि ओइ 3x मा ठोकम ग्यालेक्सी ओपी ओइ 3x मा ठोकम आयो केटा हो ए धेरै पछाडी ओइ म्याच ओइ हामीलाई धेरै पछाडी छोड्यो हो केटा हो के भएको के आयो ओइ अति पछाडी छोड्यो कम अन नो फेवर केटा हो 3x मै ठोक्ने हो है छोड्देऊ भनी केटा हो डबलै हान्न कम अन डबल हान्न दिन दशा त यो मुजी कम अन यतिले पुगेन हामीलाई 17000 ले जितिराको ओ या मनिगन कमन ओइ म्याच प्लेन आयो ओइ प्लेन आयो मनिगन कमन कमब्याक हुँदैछ दाइ मनिगन कमब्याक सक्दैन केटा सक्दैन यही पारामा ठोक्नु पर्यो यही पारामा है यहाँ कम्पिटिसन दिनु पर्यो यहाँ मनिगन यही पारामा हानो यहाँ ओइ कति केटा रोकिनु भएन हौ रोकिनु भएन है कसम रोकिनु भएन है साइड बिजनेस के हैन रमाइलो गर्छ रोकिनु भएन केटा हो घोडा आयो त हाम्रो आयो पछि आयो केटा इन्टु 2 को लिड त हानम हो केटा हो ओइ घोडा आइसक्यो यहाँ केटा हो हानौ न केटा हो 12000 मात्रै पछाडी हो हामी कमन 12000 भनेको कति पनि हैन हो केटा हो दामी मनिगन कमन केटा हो बुस्टरै थाहा छैन क्या तिमीहरू चाहिँ सेको न यहाँ 30 सेकेन्ड बाँकी 30 सेकेन्ड 30 सेकेन्ड मात्रै केटा हो केटा हो म फेरि दामी मनिगन फेरि पनि न्युटन सांग ओपी इन द च्याट न्युटन कहाँ छौ तिमी मेरो सोर्स आइसक्यो 13000 को लिड छ अझै केटा हो लास्टमा कमब्याक हान्नु नदेऊ लास्टमा केटा हो लास्टमा कमब्याक हान्नु भएन है लास्टमा कमब्याक हान्नु भएन केटा लास्टमा कमब्याक हान्नु भएन है
अघि पनि लास्टमा कमब्याक हान्नु भएन केटा लास्टमा कमब्याक हान्नु भएन है अब पनिसमेन्ट गर्नै पर्ने हुन्छ अब पनिसमेन्ट गर्नै पर्ने हुन्छ ल ल अभि ओए पनिसमेन्ट हो कि होइन बेस्ट अफ 5 पो भन्छ अब यार बिरालो भनेको बिरालो म्याउ गर्छ ऊ अझ पनि 3-1 मै सकाउने हो क्या 3-1 मै सकाउने हो क्या छोडिदिन्छु रन मात्रै छोडेर 3-1 मा सकेन भन्छ पनिसमेन्ट भनेको तिमी त्यहाँ गएर नाच्ने हो कमब्याक हान्छ भन्दैछौ मलाई यार अब चाहिँ इज्जतको सवाल अति भइसक्यो है इज्जतमा दाग लागिसक्यो है हाम्रो ओए इन्टु 2 मा सकौँ इन्टु 2 मा सकौँ घाटी सक्यो यार घाटी सक्यो यार मेरो आइकोनिकले सेक्नै पर्ने हुन्छ आइकोनिक साङले पनि सेक्नै पर्ने हुन्छ कमन कमन केटा कमन कस्तो रहेछ भनेको हेर न पुरा मान्छे त किन देखाउँदैछ हो च्याट पोइरहनु राख न के गर्दैछ न के देखियो यार लाइटमा स्लिपी लायन हेर्ने लायन हार्ने चाहिँ भएन जे गर केटा जे गर लायन के अरे लायन रे गेम चाहिँ हार्नु भएन है बोनस मिसन आयो केटा स्लिपीको अघि लायन मिसन हेरेर बोनस मिसन आयो केटा उता एउटा मात्रै छ क्या केटा उता एउटा मात्रै छ यहाँ हाम्रो 10 जना छन् क्या उता एउटा छ हाम्रोमा 10 जना छन् क्या हामी एउटा जित्ने 110 पुऱ्याएर इन्टु 3 अन हुन्छ इन्टु 3 मा सेक्नु पर्ने हुन्छ केटा इन्टु 3 मा सेक्नु पर्ने हुन्छ है इन्टु 3 मा सेक्नु पर्ने हुन्छ 110 सेकेर इन्टु 3 मा सेक्नु पर्ने हुन्छ केटा अहिले आनन्दले मात्रै सेकौँ है आनन्दले रोज ध्यान यताउताबाट है रोजहरू मात्रै है अहिले चाहिँ केटा है 110 चाहिँ पुरामै 110 चाहिँ पुरामै पहिला ओइ 110 चाहिँ पुराउनु पर्छ 20 सेकेन्ड भित्र केटा नभए त 3x जाँदैन नि हाम्रो 3x जाँदैन ट्याप चाहिँ रोकिनु भएन है च्याटमा पनि अरूले पनि 110 पुराउनु केटा चाँडो 10 सेकेन्ड बाँकी छ के हो पारा 10 सेकेन्ड बाँकी छ केटा हो ओइ ल पुग्यो ल इन्टु 100 हान्नु इन्टु 3 केटा इन्टु 3 केटा इन्टु 3 है सेकम अब कमन एकै लटमा त्यसपछि त नो कमिङ ब्याक हो के केटा हो कमन आनन्द कमन झरो छ घडी छडी गर्मी पो भयो म यतिको गर्मी त भएन त यार ओइ चस्मा आयो त हौ केटा हो इन्टु 3 मा ठेकाउँ इन्टु 3 मै ठेकाउँ है अनि अब हार्यो भने त सकिगयो नि उसले काबरेट ड्यान्स हान्नु पर्ने हुन्छ ओइ मुजी ओइ डल्फिन आयो त्यस किमाका वेल आयो वेल केटा 20,000 पुराउँ न चाँडो कमन युनिभर्स ग्यालेक्सी आयो केटा 3,000 पछाडि चाहिँ धेरै पछाडि होइन 3,000 2,000 कम 2,000 मात्रै हो केटा हो 2,000 मात्रै हो केटा हो 2,000 मात्रै हो चिलो 1 मिनट छ त 2,000 भनेको धेरै होइन हौ बुस्टर सेकम बुस्टर केटा हो ढिला नगर्नु काबरेट ड्यान्स हान्नै हाल्नुपर्छ क्या केटा ढिला नगरिकन क्या बुस्टिङ सेकेर है केटा बुस्टिङ सेकेर है कहाँ गयो हाम्रो जुटी साङजुटी कहाँ गयो हाम्रो अर्को जुटी पनि जानुभयो यार प्रशान्तले हान्दैछ उता
प्रशान्त दाइ नसक्ने हो हामीले 10 जनाले एक्लै काफी छ भनेर देखाइदेऊ त एक्लै काफी छ भन्दैछौ 10 जनालाई के भनेको केटा हो यार एकजना काफी छ भन्दैछौ 10 जनामा के हो केटा हो धम्की दियो हौ 10 जनाको पावर देखाउ न 1v3 1v10 त बिल्लै हुन्छ हो केटा हो यार 1v10 त बिल्लै हुन्छ केटा हो आइकोनिक कहाँको साङ जुटी कहाँको को यो कमी उइ त खोइ हार लाग्यो त नोबेल होला त हार हो कमन ओ 3000 भनेको धेरै होइन नि डबल हानेर लास्टको 5 सेकेन्डमा इजी हो क्या डबल हानेर जितेपछि लास्टको 5 सेकेन्डमा इजी हो क्या हाम्रो लास्टको 5 सेकेन्डमा दुश्मनले कमब्याक हानिसक्छ लास्टको 5 सेकेन्डमा कमन लास्टको 5 सेकेन्डमा कमन अब त हान्नै पर्ने हुन्छ नि यो हो नि त पारा ओइ म चाहिँ के आयो आयो ओइ लभली है सबैलाई धेरै धेरै धन्यवाद है ओइ आक्को आगे गर्यो खै के आयो हेरौँ त के आयो आयो भने ओइ घाटिसक्यो के आयो हेरौँ न ओइ अब त गर्नै पर्यो नि अब त गर्नै पर्यो नि